हेलो साथीहरू यार, मैले आज चाहिँ त्यो बोल पकड्ने भिडियो बनाएर देखाउँछु भनिरहेको थिएँ, तर आज चाहिँ पाएन किनकि मेरो चाहिँ आज यहाँ भिडियो गर्न पाएन। मेरो चाहिँ आज यहाँ अर्डर आएको थियो हैन, त्यसैले चाहिँ यहाँ यत्रो मैदा छ, अर्डर आएको थियो, त्यसैले चाहिँ मैले भिडियो सुट गर्न पाएन। यादै भएन कि भिडियो बनाउन पनि पाएन हैन, टाइममा दिने अर्डर हो नि त यो। त्यसैले चाहिँ भोलि चाहिँ म पक्का बनाउँछु हैन, पोस्ट गर्छु। मैले सब सामानहरू रेडी पारिरहेको छु। रोटी अब आउँछ, अब एकछिनपछि अर्डरको रोटी लिन है। मैले रोटी बनाएर दिनु पर्ने हुन्छ डलाएर। बिर्सिरहेको मैले चाहिँ, त्यही भएर यो हो मैले गर्ने होटल। यत्रो छ सानो, यता चाहिँ बाहिरपट्टि हल्का साउथ इन्डियनको थोरै सिक्दैछु मैले पनि। अब त सिक्नु पर्यो नि हैन। केरलामा लगभग 16-17 वर्ष भइसक्यो आएको। अब पनि साउथ इन्डियनहरू अलिअलि सिकेन भने त बर्बाद छ नि त हो। सिक्नुपर्छ साउथ इन्डियन हल्का फुल्का। पुरै साउथ इन्डियनको सब डिसहरू चाहिँ हानेर एक्सपिरियन्स नै भयो भने त अब यत्रो होटलमा चाहिँ अब कसले गर्छ त नि हो हैन। ठुलै होटलमा जानुपर्ने हुन्छ। गाइस यस्तै छ हो। लागि चाहिँ म चाहिँ आज यो अर्डरले गर्दाखेरि चाहिँ मैले बोल पकड्ने कसरी भनेको चाहिँ मैले हाल्नु पाएन, भिडियो सुट गर्नु पाएन हैन। भोलि चाहिँ पक्का वचनको पक्का भोलि चाहिँ। आजको लागि चाहिँ यति नै। आज चाहिँ मैले पोस्ट गर्नु पाएन, अनि त्यही भएर फेरि भोलि चाहिँ पोस्ट गर्ने हाम्रो कुरो हो नि त। हिजै आज पोस्ट गर्ने कुरो हो नि त। बोल बनाउनु कसरी भन्ने पोस्ट गर्नेमा चाहिँ भाका चाहिँ आज हो नि त। त्यही भएर आज गर्नु पाएन किनकि मेरो आज अर्डरले गर्दाखेरि। भोलि चाहिँ पक्का है, वचनको पक्का है त गाइस। ल।